हेलो यता आलु केलाउनु चाहिँ को रे सर दिदी हाम्रो म्याम खै यता आउनु देखाउ न ओके अब भित्र बवाल हुँदैछ है भित्र चाहिँ ल ओहो सालो केटा बल्ल आइपुगेछ ल प्रयासले कति गर्यो काम लोड गर्यो निशा रोइरहेछ कि छैन तिमीहरूको गाला कत्रो भयो गाला बेलुन फुलाएर गाला कत्रो भयो रे के भए हैन रियाक्सनै देखाएन खै हुँदैछ है रेडी हुँदैछ यस्तो छ अहिले बेलुनहरू चाहिँ हालिसक्यो होइन हाम्रो भाइ बहिनीहरू चाहिँ यहाँ गीतहरू चाहिँ गर्दैछ खै त मलाई मासु ल्याइदिएन साली त यार कडा रहेछ हेलो हाम्रो युथहरू चाहिँ प्र्याक्टिस पछि जाडो भएर चिया लिने क्रममा छ धेरै जाडो भयो कल जाडो भएको छ डान्स पनि प्र्याक्टिस हुँदैछ
ल साउन्ड सुन्दाखेरि त जोसै आएन त्यही भएर जोसै आएन कडा कडा वाह बाप रे बाप सिमोन एक नम्बर वाव कडा कडा असक्ति भइरहेको थिएँ के गरेर देखाउनु भयो है जुम हान्ने चाहिँ टाउको गनाउने स्टेप पनि छ यो चाहिँ हाम्रो चर्चको बाहिरी है यस्तो देखिरहेछ लाइटहरू फिट गरेको कारणले यता चाहिँ हाम्रो छिमेकीहरूको घर छ लाइट चाहिँ बाबालाई देखिरहेछ क्या सिन चाहिँ खतरा झन् चर्च एटाउन 12 बाफ्रे बा केटाहरू सो एक्साइटेड यार रेडी आमा कति लजायो त सन्डे मन्डे लेख्दै लेखिदिन्छ सबै कुरा उसले लेख्छ के कारण भन्दा हाम्रो ट्युसनको कारणले इम्प्रुभ भएको यो चाहिँ हाम्रो प्लस पोइन्ट आज हामीले क्रिसमसको दिनमा यो खासमा सबैजना प्यारेन्ट्सहरूले हामीले बोलाएको तर यहाँ आउनु भएको छैन बच्चाहरूले छ तर पनि यहाँ कतिजना तपाईँहरू नयाँ हुनुहुन्छ तपाईँहरूको लागि यो जानकारीको लागि यो कुरा हुँदैछ है अनि अहिले चाहिँ उसले सन्डे मन्डेदेखि लिएर अनि जनवरीदेखि लिएर गफसम्म सबै पढ्न सक्छ नेपाली पनि पढ्न सक्छ यहाँ तपाईँले सोच्नु यहाँ एउटा सुन्नुहोस् न यो ट्युसन मैले किन सुरु गरेको भन्दाखेरि 4 कक्षा पढेको बच्चाहरूलाई पनि यहाँ नेपाली पढ्न आउँदैन बुझ्नुहुन्छ 4 क्लास पढेको बच्चाहरूले पनि नेपाली पढ्न आउँदैन अनि एक दिन त्यो तलतिरको एउटा बच्चा चाहिँ मेरो घरमा आउँदाखेरि मेरो गर्नको लागि चाहिँ म सानो उमेरमा मेरो परिवारलाई चाहिँ के भन्छ मैले त्यो कुरामा चाहिँ के गरेको छु अगाडि गरेको छु त्यसकारणले हामीले एउटा ब्याज हामीले सिलाइ ताली पनि हामी यहाँनिर सकायौँ अनि हाम्रो अझै पनि मन विचार छ यो समाजमा कति मान्छेहरू बेरोजगारी हुनुको कारण के छ भन्दाखेरि आफूसँग सिप छैन बुझ्नुहुन्छ तपाईँ काम गर्ने मन छ तर तपाईँसँग सिप छैन भने कसैले पनि तपाईँले लिँदैन अनि त्यसकारण हामी भन्छौँ हामीले चाहिँ ट्युसन मात्र होइन
सिलाइ पनि हामीले के गरिराखेको छौँ फ्रीमा बुझ्नुहुन्छ फ्रीमा हामी सिकाउँछौँ के को लागि भन्दा यही समाजको लागि यहाँको दिदीबहिनीहरूको लागि अनि तपाईहरु कतिजना यहाँ नजिक हुनुहुन्छ भने तपाईहरुले आउँदो दिनमा हामीसँग कन्ट्याक्ट गरेर चाहिँ सिलाइको तालिमहरु तपाईले लिएर तपाई चाहिँ एउटा स्वरोजगार तपाईसँग अहिले चाहिँ एउटा राम्रोसँग सिलाउने सिप होस् त तपाईले बजारमा तपाईले 20 मजाले कमाउनुहुन्छ रोजगारी छैन भन्छ तर आफूले पनि के गर्नु पर्यो तपाईले त्यो सिपलाई भेट्यो पुलाउ वितरण हाम्रो हितहरु ल चप्पल हराए बाजे बाजेको चप्पल हराएछ भेट्छ होला अहिले ओइ कान्छ मास्क पुगल खाऊ पुरै मास्क लगाइराछ त
स्पिडै किन उडिरा पनि गिफ्टहरु आउँदै छ हेर्नलाई अलि राम्रो हुन्छ बस्नु भयो भने चाहिँ हाम्रो यसै मण्डलीको पास्टरले आमा अनि पास्टर बुवालाई केही गिफ्ट दिन गइरहनु भएको छ आमा पास्टर बुवालाई एउटा दिनुहोस्